हेलो एन्ड नमस्ते। म आज के भन्छु भन्दाखेरि चाहिँ गाउँको मान्छेहरू कस्तो हुन्छन् भन्ने कुरा चाहिँ तपाईँहरूलाई म यस्तो सुनाउँछु नि त। गाउँको मान्छेहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ प्रायः गाउँको मान्छेहरू डाडी हुन्छन् के, सपोर्ट गर्दैनन् कसैले। तपाईँ माथि गएको देख्नुभयो भने उनीहरूले के गर्छन् त, डह गर्छन् हामीलाई। तपाईँलाई माथि जान दिँदैनन्, तपाईँले खुट्टा तान्छन्। सपोर्टर भनेको एउटा नै हुँदैन। अनि यो भिडियो बनाउँदा यो कुरा गर्दै गर्दा एउटा मलाई कुरा भन्न मन लाग्यो। मेरो मामाहरू एकदमै धनी हुनुहुन्छ, मतलब हाम्रो तुलनामा। फेरि तुलना गर्न खोजेको चाहिँ होइन, बट उहाँहरू धनी त हुनुहुन्छ, बट मलाई होइन अझसम्म एउटा केही कुरा पनि सपोर्ट गर्नुभएको छैन कि ए भन्छ यस्तो गर उस्तो गर, तिमीले नसकेको पैसा हामी तिर्छौँ, पछि देऊ, हामीले यस्तो गर भनेर अहिलेसम्म कुनै मामाले सपोर्ट गर्नुभएको छैनन्। 4-4जना मामा हुनुहुन्छ, यतिसम्म स्वार्थी हुनुहुन्छ उहाँहरू चाहिँ होइन। केही छैन, थाहा छ मलाई पनि मेरो मामाहरूले के गर्नुहुन्छ भनेर। मान्छेहरूको मामा माइजू भनेपछि एकदमै प्यारा हुँदो रहेछन्, बट मलाई त खासै मेरो मामा माइजूहरू कुनै पनि मलाई आई डोन्ट लाइक के, मलाई कोही पनि राम्रोसँग चाहिँ त्यस्तो मन पर्दैन। र उहाँहरूले खासै हामीलाई माया पनि गर्नुहुन्न, सायद उहाँहरूले हामीलाई सानैबाट माया नगर्नु भएर होला। मलाई खासै उहाँहरूको माया पनि लाग्दैन र माया पनि पलाएको जस्तो लाग्दैन कि सायद यो सानैबाट माया नदिनु भएर होला। त्यही भएर हामीलाई पनि र मलाई पनि खासै उहाँहरूको माया पनि लाग्दैन, किनकि उहाँहरूले माया दिनुभए त पो हामी पनि माया हाम्रो मामा मेरो मामा भनेर अलिकति हामीलाई पनि ठुलो गर्व फिल हुन्थ्यो। अब मामाहरूले नै हामीलाई यस्तो गर्नुहुन्छ भने चाहिँ हामीलाई के को मायाको फिल हुनु होइन। यस्तै हो, अब के गर्नु। गाउँघरको मान्छेहरू एकदमै सपोर्टिभ हुन्छ भन्छन्, तर हुँदैन है, डह गर्ने हुन्छन्। कति प्रायः गाउँघरको सबै गाउँलाई भन्न खोजेको होइन, सबै गाउँलाई समेटिन खोजेको होइन, तर धेरै जसो गाउँको मान्छेहरू चाहिँ डहडे हुन्छन्। तपाईँहरूले माथि जान खोज्यो भने खुट्टा तान्छन् कि ए फलाना यस्तो उस्तो भन्छन्। त्यही भएर चाहिँ प्रायः गाउँका मान्छेहरू चाहिँ नराम्रै हुँदो रहेछ। म जब माथि पुग्न खोजेँ तब उनीहरू चाहिँ मलाई पुरा कुरा काट्ने त खुट्टा तान्ने गर्दछ कि। केही छैन, ठिक छ।